हेलो गुड मर्निङ। आज चाहिँ म यो माछी मार्केटमा जाँदैछु। तपाईँले देख्न सक्नुहुन्छ यो बराइनको चाहिँ माछा बेच्ने ठाउँ हो। यहाँको चाहिँ एकदमै ठुलो ठुलो माछाहरू पनि सानो सानो माछाहरू पनि पाइन्छ। तपाईँले भिडियोमा देख्न पनि सक्नुहुन्छ। भिडियोलाई चाहिँ स्किप नगरी पुरै हेरिदिनु होला। हेरिसकेपछि भिडियोलाई लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला है त। अनि मेरो भिडियोलाई चाहिँ तपाईँहरूले चाहिँ सब्सक्राइब पनि गरिदिनु होला ताकि मेरो भिडियो तपाईँको मोबाइलमा पहिला नै नोटिफिकेसन आउनेछ। भिडियो हेरिसकेपछि कस्तो लाग्छ प्रतिक्रिया जनाउनु होला। म भिडियो पुरै तपाईँहरूलाई देखाउनेछु। यो बराइनमा पाइने माछा, यहाँ चाहिँ धेरै जातको माछाहरू पाइन्छ। यो चाहिँ कतिपय माछाहरू चाहिँ यहीँको लोकल हो, समुद्रबाट लिएर आउँछ भने कतिपय माछाहरू चाहिँ बाहिरी देशबाट पनि आउँछ। यहाँ चाहिँ एउटै माछा 50 किलोदेखि लिएर एक पाउ पनि छैन कुनै कुनै सानो माछाहरू, र ठुल्ठुलो माछाहरू चाहिँ 50 केजी भन्दा पनि सायद माथि नै होला जस्तो लाग्छ मलाई। पर छ अहिले म त्यो पनि तपाईँहरूलाई भिडियोमा देखाउँछु। ठुल्ठुलो माछाहरू पाउँदो रहेछ क्या। म चाहिँ आज फर्स्टचोटि यो माछी मार्केटलाई भिजिट गर्न गएको है। मैले पनि कस्तो रहेछ भनेर हेर्न गएको। अनि यसो हेरेको एकदमै राम्रो व्यवस्थित ठाउँमा राखेको। फेरि कति धेरै हेर्नु त, यसरी हो नि त व्यापार बिजनेस गर्ने भनेको त है। अनि यहाँ चाहिँ एकदमै राम्रो फ्रेस माछा हो क्या। तपाईँ पनि बराइनमा हुनुहुन्छ भने आउनुहोस् यो ठाउँमा आएर माछाहरू लिएर अनि यहाँको माछाहरू टेस्ट गर्नुहोस्। अनि यहाँ गङ्गाटाहरू पनि पाइन्छ है, सानो सानो गङ्गाटाहरू, ठुल्ठुलो गङ्गाटाहरू जस्तो पनि। ल हेर्नुहोस् त, मैले तपाईँलाई भिडियोमा देखाइरहेको छु। अनि यो सिङ्ली माछा भन्छ, यो चाहिँ सिङ्ली माछा हो। अनि यो सिल्भर माछा भन्छ। अनि कमन कार माछा पनि छ, अनि रातो माछा पनि छ, कत्ले माछा पनि छ। धेरै जातको माछाहरू चाहिँ पाउँछ। ठाउँमा आउँदा चाहिँ कि साथीहरू एकदमै मोड पनि फ्रेस हुने रहेछ क्या। कहिलेकाहीँ चाहिँ यसरी निस्किनु पर्ने रहेछ। अहिले म खसी मार्केटको पनि तपाईँहरूलाई भिडियो देखाउँछु है। यहाँ खसी मार्केट पनि एकदमै राम्रो छ, एकदमै फ्रेस मासु पाइन्छ। खसीको खुट्टाहरू, कलेजोहरू, छुट्टा छुट्टै जे चाहियो तपाईँलाई त्यही लिन सक्नुहुन्छ है। अनि तपाईँहरूलाई भिडियो कस्तो लाग्छ, भिडियो हेरेपछि चाहिँ यो भिडियोलाई लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। साथसाथै बेल आइकनलाई पनि दबाउन नभुल्नु होला। ट्याक्कै तपाईँको बेल आइकन दबाइदिनु भयो भने ट्याक्कसँगले मेरो भिडियो तपाईँलाई पहिला नै आउँछ। यस्तै भिडियो बनाउने छु म। प्रत्येक हप्ता चाहिँ म फ्राइडेको चाहिँ यस्तै भिडियोहरू बनाउन जान्छु है। म चाहिँ भिडियो बनाउन पनि। अनि आज माछाहरूको चाहिँ सपिङ थोरै हल्का गरौँ, सब्जीहरू लैजाउँ भनेर आएको। यो चाहिँ पुरै मन्डी हो क्या, माछाको मन्डी हो। हेर्नु त कति राम्रो छ। फेरि यिनीहरूले कटिङ गर्ने तरिका चाहिँ मलाई एकदमै राम्रो लाग्यो। कस्तो खतरा तरिकाले कटिङ हान्दैछ। ल हेर्नु त यो भैयाले, आम्मा खत्रै हो नि त यिनीहरू त। हामीलाई यस्तो तरिकाले काट्न नै आउँदैन। हामी त ट्याक्क पार्दै काट्छौँ है। नेपालमा त झन् चुलेसी जस्तो हुन्छ, त्यो चुलेसी जस्तोले ठ्याक पारेर काट्छ। कति सफा छ है, कति राम्रो छ है। एकदमै फोहोर भन्ने कुरो केही पनि छैन। हेर्नुहोस् त, कचेडा फोहोर भन्ने कुरो हुँदैन। यहाँ त गभर्मेन्टले मिनेटमा यहाँ आएर चाहिँ चेक जाँच गरिरहेको हुन्छ। चेकिङ गरेर अलिकति फोहोर भेट्यो भने त्यसलाई सिधै क्यान्सल हो। यो पुरै क्यान्सल गराएर फेरि नयाँ हालिदिन्छ। एउटा पनि बेच्नु पाउँदैन। यहाँको नियम र यहाँको कानुन चाहिँ एकदमै टाइट हो, एकदमै राम्रो हो। यहाँको पब्लिकको लागि र यहाँको हेल्थको लागि चाहिँ एकदमै केयर हुन्छ क्या बराइनमा चाहिँ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होइन, कति सफा छ होइन, सफा बनाएर राखेको छ। अनि यो माछाहरूलाई चाहिँ एकदमैसँगले अब यिनीहरूले चाहिँ अहिले 2 घन्टा पछाडि बन्द गरिहाल्नुपर्छ। यहाँ दिउँसो चाहिँ बेच्न पाउँदैन। अनि यो माछा जुनसुकै देशको भए पनि माछा चाहिँ एकदमै राम्रो छ। यहीँ आधा चाहिँ यहीँ बराइनको लोकल हो भन्छ, आधा चाहिँ उता बाहिरबाट आएको भन्छ है। फेरि तपाईँहरूले चाहिँ सोच्नु होला कि सबै बराइनमा यो रातो माछा हेर्नु त, यो एकदमै टेस्टी माछा हो।